आज 30-32 दिन भइसक्यो। एक दिन त तपाईँले हिँड्नु सक्नुहुन्छ, हेर्नुहोस् न के भयो। एक दिन धनबहादुर धैलोको लागि हाम्रो पार्टीको लागि एक दिन हिँड्नमा अलिकति ज्याम घट्छ भने हामीले मलाई चाहिँ डढ्छ भने डढिन्छ होइन। म त पछि त्यतिमा डढिया छु, कहिले डढ्यो अरे होइन। किनभने भोलि चुनाव जितेको भयो, त्यो जितेपछि कति दिन डढ्यो फेरि डढ्छ के घाँटी जस्तो भएर भयो बरोबर चुनाव जित्यो भनेर भोट लागेको होइन। त्यस कारण तपाईँले यति मात्र भन्न चाहन्छ। अब हाम्रो समस्या के छ भने अब हिजो मजुवामा अलिकति मजुवा पछाडि परेको ठाउँ थियो। म सांसद भइसकेपछि नै अब यो रोडको लागि पैसा मैले नै हालेँ। त्यसपछि अलिकति जोडिएको थिएन। हाम्रो पालिका अध्यक्ष हाम्रो बलबहादुर दाइ जित्नुभयो, उहाँले पैसा हाल्नुभयो। कतिले अरूसँग बुझिदिए समस्या हुनुभयो, त्यो बाटो जोड्यो। अनि मलाई सबैभन्दा अरू कुरो के छ भने हाम्रो यति बेला खड्का मामलाई मैले देख्न पाएँ भने कति बिजी उहाँकै जोड गर्नु। खास गरी तपाईँको बाटोले ल्याउनुपर्छ, भान्जाले पुल मोटर त्यो झोलुगे पुल नै हाल्नुपर्छ। भान्जाले भोटको गुण तिर्नुपर्छ भनेर मा भन्नुहुन्थ्यो के। कमसेकम यहाँको भोटको गुण तिर्नु, बाटो पनि आयो, पुल पनि हालेको छ, झोलुगे पुल पनि हालेको छ। माग त्यति बेला त्यति थियो। बेसी भयो एउटा झोलुगे पुल हाल्नु थियो, त्यो पनि हाल्यो होइन। अब के गर्नु छ भने मेरो चाहिँ मैले तपाईँहरूले अस्ति मैले आफ्नो एउटा अन्तर्वार्तामा पनि मैले भनिसकेको छु। यो बाटोलाई भैँसीदेखि तपाईँको यो बाटोलाई मैले रिङ रोड चक्रपथको रूपमा लिएको छु। त्यसलाई सानातिनो